आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश। परमेश्वरको दृष्टिकोण राख्नुहोस्। जयमसी आज बिहिबार जुन 19 तारिक असार 5 गते। आजको बाइबल खण्ड दोस्रो कोरिन्थीको पुस्तक 4 अध्यायको 16 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, यसकारण हामी हरेस खाँदैनौँ। कोरिन्थको चर्चलाई लेखेको पत्रमा पाउलले येशूको सेवाको मूल्यलाई सम्झन्छन्। 5 पल्ट मैले यहुदीहरूका हातबाट 1 कम 40 गरी कोर्रा खाए। 3 पल्ट मलाई लौराले पिटे, 1 पल्ट ढुङ्गाले हाने, 3 पल्ट म चढेको जहाज ध्वस्त भयो। 1 दिन 1 रात मैले समुद्रमा नै बिताएको छु। मेरो बारम्बारको यात्रामा म नदीहरूका जोखिममा परे, डाकुहरूका जोखिममा, आफ्नै जातिका मानिसहरूका जोखिममा, अन्य जातिहरूका जोखिममा, सहरको जोखिममा, उजाड स्थानको जोखिममा, समुद्रको जोखिममा, झुटा भाइहरूबाट आउने जोखिममा, परिश्रममा र कष्टमा, कति अनिदो रातमा, भोक र प्यासमा, बारम्बार उपवासमा, ठण्डी र नग्नतामा परे। यो कुरा तपाईँले दोस्रो कोरिन्थीको पुस्तक 11 अध्यायको 24 देखि 27 पदमा हेर्न सक्नुहुन्छ। कुन कुराले तिनलाई आफ्ना समस्या मुनि पिसिनुको सट्टा तिनीहरूमाथि उत्रेर जिउन सक्षम बनायो? परमेश्वरको दृष्टिकोणले। यसकारण हामी हरेस खाँदैनौँ। हाम्रो बाह्य मनुष्यत्व नाश हुँदै गए तापनि हाम्रो आत्मिक मनुष्यत्व चाहिँ दिनदिनै नयाँ हुँदै जान्छ, किनकि हाम्रो हलुको र क्षणभरको कष्टले हाम्रा निम्ति अतुलनीय तथा अनन्तको महान महिमा तयार गरिरहेछ। हामी दृश्य कुरालाई होइन तर अदृश्य कुरालाई हेर्छौँ, किनभने दृश्य कुरा क्षणिक हुन्छन् तर अदृश्य कुरा चाहिँ अनन्तसम्म रहन्छन्। यो कुरा तपाईँले दोस्रो कोरिन्थीको पुस्तक 4 अध्यायको 16 देखि 18 पदसम्म हेर्न सक्नुहुन्छ। पावलले परिस्थिति र काम कुराहरूलाई भिन्न दृष्टिकोणले हेर्थे र बुझ्दथे। जब उनीसँग भौतिक रूपमा केही थिएन, उनले यस्तो विश्वास गरे, मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्ति अनुसार तिनीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ। यो कुरा तपाईँले फिलिपीको पुस्तक 4 अध्यायको 19 पदमा हेर्न सक्नुहुन्छ। मृत्युदण्ड दिने जल्लादको तरवारको सामना गर्दा उनले लेखे, विदा भएर ख्रीष्टको साथमा हुने इच्छा छ, किनभने यो धेरै नै असल छ। यो कुरा तपाईँले फिलिपीको पुस्तक 1 अध्यायको 23 पदमा हेर्न सक्नुहुन्छ। सबै थोकलाई उहाँको दृष्टिकोणबाट हेर्ने क्षमता तपाईँलाई दिनुहुन आज परमेश्वरसँग बिन्ती गर्नुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह। आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। मोबाइल नम्बर 98082048 04870। इमेल ठेगाना mos.radioministry@gmail.com। आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्। तपाईको आजको दिन आशिषमय रहोस्। जय मसीह।